सर नमस्ते। नमस्ते। समग्रमा कस्तो रह्यो अहिले कृषि सरकार? ऊर्जामूलक। अब के सिकेर जानुपर्छ यहाँबाट? हामीले सिकेको कुरा त मैले होइन, एउटा कुरा त हाम्रो पार्टीको पद्धति प्रणाली प्रक्रिया के हुन्छ, कसरी काम गर्ने, यसको सिद्धान्त विचारका कुराहरू नै भयो। एउटा यो हो। दोस्रो कुरा चाहिँ अबको पार्लियामेन्ट्रियन र अनि त्यसपछि पार्टीको बिचको सम्बन्धको कुराहरू भयो एउटा। अर्को कुरा हाम्रो वाचापत्रको विषयमा अब हामीले कसरी काम गर्ने भन्ने कुरा भयो। अर्को हामीले के गर्ने के नगर्ने एउटा सांसदको रूपमा आउँदाखेरिमा एउटा थियो। अनि अर्को महत्त्वपूर्ण चाहिँ हाम्रो अब नीति कार्यक्रम बजेट कसरी आउँछ, कसरी बन्छ, योजना प्रक्रियाहरूको बारेमा हामीले छलफल गऱ्यौँ। कस्तो धादिङमा अहिले 1 नम्बर सांसदज्यूले चाहिँ निकै चर्चा आएको छ। स्थानीय तहले गरिरहेको कामलाई चाहिँ अवरोध ल्याएर एक्सन गरिरहेको छ होइन, विभिन्न सामाजिक सञ्जालमा निर्देशन दिइरहेको छ, त्यसलाई कसरी हेर्नुहुन्छ? अब उहाँले केही बुझेर गर्नुभएको होला, त्यसमा केही आएको कुराहरू मैले पनि देखेको थिएँ। अब यसमा हाम्रो सबैको भूमिकाहरू फरक फरक छ। 3 तहको सरकारको भूमिकाहरू फरक फरक छ। अब मलाई लाग्छ एउटा ट्याक्सको विषयमा जस्तो लाग्छ उहाँले। अब ट्याक्सको विषयहरूमा त हामीले अहिलेको जे छ त्यो एउटा विषय भयो, तर ट्याक्सको विषयमा हामीले रिभ्यू गर्नुपर्ने विषयहरू छन्। एउटै व्यापारीले व्यवसायीले 2-3 ठाउँमा करहरू तिर्नुपर्ने व्यवस्थाहरू छ, त्यसको अन्त्य गर्नुपर्छ। हेर्नुहोस्, नत्र उनीहरूले व्यापार चल्दैन। यो विषयमा समग्र नीतिगत रूपमा हामीले बोल्नै पर्छ। अब स्टार्टिङ पोइन्ट कहाँनिर छ मैले त्यो डिटेलमा त हेरेको छैन, तर करको विषयमा हामीले सरलीकृत गर्नुपर्छ। साना साना व्यवसायहरूलाई धेरै ठाउँमा कर लाएर निरुत्साहित गर्ने काम गर्नुहुन्न। हजुरको एक्सन 2 नम्बरमा यसरी हुन्छ कि हुँदैन? त्यस्तै एक्सन करको विषय त देशव्यापी रूपमा एउटै रूपमा जान्छौँ हामी। अलग्गै यो मात्रै भनेर क्षेत्रभन्दा पनि कर प्रणालीको रूपमा त देशव्यापी रूपमा एउटै ढङ्गले जान्छौँ, सरल र सहज बनाउँछौँ। धेरैको आशा थियो आज बालेन्द्र शाह आउने भन्ने कुरो प्रसिद्धमा आउनुभयो, अहिले के कारण? त्यो त मैले नि सोधेको छैन, तर हामीलाई सुरुवात गर्दैमा उहाँको व्यस्तताको हिसाबले आउनु सक्नुहुन्न कि भन्ने कुरा भएको थियो। हिजो नै भएको थियो। त अब अहिले अलिकति कामहरू डिफ्रेन्टली गइरहेको छ। अब क्याबिनेट फर्मेसनको कुराहरू पनि होला, त्यसमा एक्सर्साइज गर्नुपर्ने छ। अब फेरि हामीले गभर्मेन्ट फर्म गर्ने बित्तिकै गर्नुपर्ने कामहरू डिजाइन गर्नुपर्ने छ। त्यस कारणले अब महत्त्वको हिसाबले कहिले यो र त्यो छुट्याउनु पर्ने हुन्छ। त्यो काम अब यात्रा धादिङमा कहिले रहन्छ हजुर? भोलिबाट। के कार्यक्रमहरू तय भएको छ? भोलि चाहिँ नि मलाई प्रमुख जिल्ला अधिकारीसँग मेरो समन्वय भएअनुसार उहाँको नियमित बैठक छ कर्मचारी सबै कार्यालय प्रमुखको। त्यसमा भोलि म पनि जान्छु, मेरो कुराहरू पनि राख्छु, उहाँको कुराहरू पनि सुन्छु। एउटा त्यो काम छ। अनि त्योबाट मेरो फेरि गाउँ नै जाने कार्यक्रम छ। त्यसपछि ज्वालामुखीको केही भाग जान्छु। अनि त्यो पछाडि मेरो गङ्गा जमुना, खनाएबास, रुबीवाली 3वटा पालिकाहरू भिजिट गर्ने प्लान छ। पालिका भिजिट गर्ने धेरै आयो, झन्डा र लोगोको कुरो आयो होइन, अलिकति सामाजिक सञ्जालमा व्यापक चलिरहेको छ, यो के भन्नुहुन्छ? केही छैन, यो जसले चाहिँ नि यो लेख्नु भएको छ उहाँलाई धन्यवाद दिन्छु। यो अलिकति कहिलेकाहीँ याद नै हुँदैन। यो 2टा कार्यक्रम छ। एउटा कुरा त हाम्रो के छ भने मतदातासँग भेटघाट भनेको पार्टीकै कार्यक्रम हो नि त यो। त्यो हुनाले हामीले अलिकति पहिचानमा साथीहरूले हाम्रो 2टा गाडी थियो, 2टा गाडीमा एउटा युज गर्नुभएको थियो, एउटा युज गरेन। हाम्रो बिग्रिया भएर नेक्स्टमा चढाया भएर मात्रै त्यस इस्यु आएको हो त्यसमा। तर केही करेक्सन गर्नुपर्ने भए कुरा गर्नु त्यो यस्तो बिना यसलाई ठुलो रूपमा हेर्नुपर्ने जस्तो पनि मलाई लाग्दैन। त्यसले हानि नोक्सानी कसैलाई गराए पनि छैन अहिले मलाई लाग्छ। जसले लेख्नु भएको छ उहाँलाई धन्यवाद चाहिँ दिन चाहन्छु। ठिक छ, हस्।